र नमस्ते हजुरहरूलाई र फेरि पनि स्वागत छ तपाईहरुलाई यो रोमाञ्चक भ्लगमा। यहाँ न भर्खरै पानी परेर यस्तो भइरहेछ। यो हाम्रो कहाँ भन्दा चाहिँ 8 नम्बर भन्छौँ है। यो कमनबारीको आफ्नो नाम छ। अन्त त्यसैगरी यो 8 नम्बरमा चाहिँ यो अफ रोडमा चाहिँ यहाँ दाको यो कमान्डर जुन चाहिँ छ हैन, त्यसको चाहिँ यो के पो छुटेको दाइ त? यो यु बोल्टहरु यु बोल्ट सक्कर यो सक्कर चुटेर चाहिँ हो यहाँनिर गाडी यस्तो भइरहेको छ। तर दाले चाहिँ आफै बनाउनुहुन्छ हो, त्यसले गर्दा चाहिँ। र हेर्न सक्नुहुन्छ तपाईले कसरी चाहिँ यस्तो जग्गाबाट पनि गाडीलाई रेडी गरेर निकाल्छौँ हामी हो। जुडिरहनुहोस् अन्तसम्म हो। यहाँ न बाटो चाहिँ फेरि यस्तो डरलाग्दो छ। पर्दा पनि हो यो खासमा कि यहाँ न सक्कर चुटेर यो अर्को अहिले लिएर आएको हामीले हो। यहाँ दाले आफै फिट गर्नुहुन्छ हो। अब हेर्नुहोस् यहाँ अहिले यो जग्गामा फिटर ल्याउनु पर्यो भने कति झमेला हुन्छ है। र दादाले चाहिँ आफै कुदाउनु हुन्छ बनाउनु हुन्छ। त्यही भएर चाहिँ गाडी कुदाउनु मात्रै ठुलो कुरो होइन है, बनाउनु चाहिँ सबभन्दा ठुलो कुरो हो। यहाँ गाडी चाहिँ कस्तो जग्गामा छ हेर्नुहोस्। यहाँ चाहिँ खालि पिकअप गाडीहरू, यो चियापत्तीको गाडीहरू हिँड्छ होइन। दाको केही कामले गर्दाखेरि चाहिँ यो बाटो आउँदा आउँदा चाहिँ त्यो ल्यान्डिङ भएर चाहिँ के भयो, यो बोल्ट चुट्यो, सक्कर चुट्यो। तर यहाँ दा चाहिँ आफै बनाउनु हुँदैछ। अब यहाँ ल म तपाईँलाई देखाउँछु कसरी फिट गर्दैछ। हेर्नुहोस् गाइस यति डरलाग्दो भारी छ कि यतिको लक गरेर टक्कमा सार्यो ल। यो भाग्नु नदेऊ ल। एउटा हात चाहिँ यसलाई पक्रेर एउटा हातले सिधा यो अलिकति डाउन आयो नि त। यस्तो जग्गाबाट पनि कसरी रेस्क्यु गर्नु अङ्कल क्या गाडी? यस्तो ढाडो उकालो त्यो कसैले मान्छ खोल्नु? त्यस्तो जग्गाहरू भन्नु थालिहाल्छ नि अङ्कल। यहाँ त मान्दैन नि फिटर पनि आउनु। त्यस्तो जग्गा भन्नु थालिहाल्छ नि। प्लस फेरि यस्तो बाटो अम्बो, म त उयो ओह्रालो हिँड्नु त अन्त। बनिँदैछ गाइस हो, तपाईँलाई देखाउँछु। त्यो कैँची जक पनि चाहिन्छ कि भन्दा भन्दा बिर्सेछु गाडीमा। अब ल्याउनु जान्छु हो। एउटा यसको सपोर्ट छ, अब एउटा मेरो जग लिएर आउँछु। हेर्नुहोस् यहाँ बनिँदैछ गाडी चाहिँ। फेरि हेर्न माथि छ नि त हो, किनभने हाम्रो गाडी आउँदैन यो ओह्रालो, त्यही भएर माथि नै राखेँ। अन्त हजुर अङ्कल जग लिएर आउँछु नि। म चाहिँ जग ल्याउनु जाँदैछु है। सोचेको थिइनँ आजको यो भ्लग गर्छु भनेर कि, तर अचानक दाले पनि गरिदेऊ न भाइ, हुन्छ नि एउटा कन्टेन्ट भनेर। यहाँ न गाइस त्यो माथि जुगा लागेको अम्बो। ल त म जाँदैछु है। मेरो गाडी चाहिँ ऊ माथि छ। अब यो सर्टकट जान्छु नि। उफ। अन्त हेर्नुहोस् न कमनबारी बिचबिचको सर्टकटबाट जाँदैछु म चाहिँ हो। अन्त मैले तर यसरी सोचेको थिइनँ है। र यो चाहिँ एकदमै अनप्लान्ड भ्लग हो मेरो है। अघि निक्लेको नि म घरबाट सिंहमारी रोपु। यो चाहिँ यो सामान चाहिँ भालेढुङ्गामा पाउँदो रहेछ हो। अन्त त्यहाँ अङ्कल चाहिँ मरो गएकोले गर्दाखेरि 1-1.5 घन्टा जस्तो पर्खिनु पऱ्यो नि त। त्यसले गर्दा पुरा टाइम लाग्यो हो। अन्त हत्तु भयो त गाइस मामा। अन्त अब दाले पनि बिचबिचमा क्या धेरै हेल्प गरेको छ नि त हामीलाई। अब धेरै अरू कतिलाई हेल्प गरेको होला दाले होइन। अन्त म पनि आज फ्री थिएँ, ठिकै दादाको पनि गाडी यस्तो भएछ हो। अन्त मैले आएर यसो हेल्प अलिकति भए पनि सहयोग गर्नु पाएँ, खुसी लाग्यो। किनभने आफूलाई हेल्प गर्ने मान्छेलाई आफूले पनि गर्दा केही यस्तो लाग्दैन क्या, मान्छेको गुण भन्ने बिर्सिनु हुँदैन है। अन्त एकदम हेल्पफुल छ नि त हाम्रो यो दा चाहिँ, रिकेश दा चाहिँ। प्लस फेरि अब यो गाडीको लाइनमा भन्यो भने ऊ चाहिँ 17-18 वर्षदेखिको एक्सपिरियन्स है। प्लस फेरि यसरी गाडीहरू पनि बनाउँछ हेर्नु न। अब यो जग्गामा अरू भए हेर्नु चाहिँ
फिटर ल्याउनु पर्थ्यो के गर्नु पर्थ्यो उसले सामान मगायो मलाई हो मैले ल्याइदिएँ अन्त उसले चाहिँ फिट गर्दैछ सर्टकट पुग्न आँट्यो अब कि यो टर्निङदेखिको मात्र टर्निङमा चाहिँ गाडी चाहिँ हो आम्बो यहाँ नै यस्तो दामी देख्छ नि अब पानी परेकोले गर्दा झन् फेरि क्या मजाको भयो त यहाँ नै पारी आम्मा ल त जोडिरहन्छ है के हुन्छ है अब गाडी रेडी गरेर तपाईँहरूलाई देखाउने छु है हेर्नुहोस् न गाइस म तल यो जङ्गल मुनिबाट चाहिँ गाडी चाहिँ हो यहाँ आइपुगेँ म गएर यो सर्टकट आइपुग्यो ल त हेर्नु यति दामी देख्छ नि अब बाटो चाहिँ यस्तो छ हो ए ठिक हाम्रो गाउँदेखिको अलिकति मुनिपट्टि बडाबताउँमै पर्छ भन्नु चाहिँ हो यहाँ बाटो चाहिँ यस्तो छ बाटो खोल्नु त खोलेको छ कि तर पिच चाहिँ अब कहिले हुन्छ हो त्यो चाहिँ अब थाहा भएन यस्तो छ अवस्था गाइज यो जग लगेर जाँदैछु अघि लिएर आउला भन्दै चाहिँ बिर्सेछु नि फेरि अब चाहिँ लगेर जाँदैछु हो त्यहाँबाट चाहिँ गाडी रेडी गरेर देखाउँछु त तपाईँहरूलाई बाटो अप्ठ्यारो छ कि बाटोमा अलिकति फोकस गर्नु पऱ्यो मलाई र हजुरहरू म चाहिँ सर्टकट जाँदैछु कि यस्तो हुन्छ नि त भित्र हुन्छ ऊ तल मलाई अङ्कलले गाइड गर्नुहुँदैछ कि मलाई बाटोको त्यति आइडिया भएन नि त यहाँ हतार आइ हुँदैन त्यही भएर कता हो भयो कि अन्त अब अङ्कलले चाहिँ मलाई बताउनु हुँदैछ यहाँबाट छिरेर चाहिँ यस्तो भएर चाहिँ एकपल्ट गएर जानुपर्छ ऊ तल छ गाडी चाहिँ हेर्नु ऊ तल पर्खिरहेको छ दाले बिचरा अब चाहिँ जाँदैछु म बाटो एकदमै स्लिपरी छ कि पानी परेर यस्तो भएको छ कि होसियारले हिँड्नुपर्ने भयो यहाँ न आम्बो यहाँबाट दामी देख्दो रहेछ यहाँबाट देख्ने दृश्य हेर्नु न यति मनोरम दृश्य ऊ पर देख्दै गरेको चाहिँ साङडुप्चे हो अन्त अब अहिले तौलाइको टाइम भयो होइन अन्त मैले फ्रन्ट फेसबाट नखिचेको किनभने अब कति अप्ठ्यारो मान्नुहुन्छ नि त कि त्यसले गर्दा यहाँ नि तौलाइ हुने टाइम भएछ अब कि जानुहुँदैछ बडीहरू हो आन्टी अङ्कलहरू ल फाइनली गाइस म चाहिँ अब आइपुगिसकेको छु है यी हातमा जग छ अब चाहिँ यो अघि हुने नि त मैले बिर्सेर क्या अब चाहिँ यहाँनिर बनिँदैछ है यहाँ हेर्नुहोस् हजुरहरू यहाँ बनिँदैछ दाललाई अब यो बारेमा धेरै आइडिया छ भनेर मात्रै बनाउनु हुँदैछ अब कसेर निस्किन्छ जगले अलिकति उठाएर चाहिँ अब कस्नु हुँदैछ साथीभाइ अब रेडी हुन आँटे सक्करहरू लगाएर यो युबोल्ट है त युबोल्ट है युबोल्ट सक्कर चाहिँ चुटेको थियो त्यही भएर युबोल्ट पनि भाँचेर चाहिँ स्प्रिङ डाउन भएको थियो फिट गरिसक्नु आँट्यो यहाँ नै हुन्छ एक ब्याग हुन्छ हेर्नुहोस् साथीभाइ हेर्नुहोस् यो पनि एउटा ठुलो नलेज हो है यो आज नलेज नभएको भए गाडीको बारेमा है गाडी यत्तिकै यहाँनिर फिटर बोलाउनु पर्ने हुन्थ्यो के हुन्थ्यो तर यहाँनिर दालाई यो बारेमा ज्ञान थियो भनेर आज आफै फिट गर्नुहुँदैछ र तपाईँहरू पनि यसरी कहीँ कतै नफसोस् फसिन त फसेको छ भने चाहिँ यसरी फिट गर्न सकिँदो रहेछ है कतिवटा आइडियाहरू यहाँबाट तपाईँहरूले ग्र्याब गर्न सक्नुहुन्छ
कसरी चाहिँ सक्कर र युबोल्ट फिट गर्नु है यहाँ हेर्नुहोस् आइडिया हो हरेक कुरोको लागि नलेजै हो यो पनि एउटा नलेजै हो है यहाँ हेर्नुहोस् त्यो पनि गाडी यति डरलाग्दो ढालमा छ कि यहाँ न तपाईँले हेर्नुहोस् यो चाहिँ अब खेलाइची चाहिँ होइन यहाँ हेर्नुहोस् र सबैले सक्दैन पनि यस्तो काम यहाँ हेर्नुहोस् वान एन्ड ओन्ली रिक्वेस्ट दा है यसले फाइनल फिनिसिङ हो अब यो चक्का खोलेको कारण यसलाई राम्रोसँगले कस्नुपर्ने हुँदो रहेछ है यहाँ हेर्नुहोस् जुन चाहिँ स्प्रिङलाई होल्ड गरिरहेको छ यु बोल्ट है ल त फाइनली अब भयो मोटामोटी हो अब यो चक्का कस्नु हुँदै रह्यो त्यहाँबाट हामी जानेछौँ यहाँबाट अफ रोडिङ अब यो चाहिँ अफ रोडिङको नि अब हेरिहाल्नुहोस् न यहाँ हेर्नु नि बाटो केही छैन यो डाबर साबर केही छैन खालि ढुङ्गा मात्रै छ गाडीलाई लोड चाहियो हो यस्तो उकालो छ नि त हो हजुर अलिअलि तपाईँहरू पनि बस्दिनु भयो हुन्थ्यो नि अलिकति लोड चाहियो नि त गाडीलाई यहाँ ठिकै हो अलिकति लोड चाहिएको थियो गाडीलाई हो यहाँ बस्दिनु भएको छ अब चाहिँ स्टार्ट हुन्छ त हजुर म यहीँ दादा भएको माग थिएँ कि ढुङ्गा लाउनुपर्छ त फाइनली मोद्दा कुवा चाहिँ पार भयो होइन जुन चाहिँ जग्गाबाट रेस दिने जग्गा पनि थिएन हो त्योबाट चाहिँ निकाल्दै दाले कसम मानिदिनु दालाई यतिको चाहिँ सक्दैन मामुली मान्छेले सक्दैन यो चाहिँ मलाई एक कुरा अहिले 2 मा थियो त हेर्नुहोस् यो चाहिँ यहाँ चाहिँ खालि कमन शक्ति तक मात्रै हिँड्छ यो बाटो चाहिँ हो तिमीले जहिले छुने है हजुर हेर्नुहोस् यो चाहिँ बाघको मुटुले मात्रै सक्छ कुदाउने यो उकालो चाहिँ मामुली मान्छे चाहिँ सक्दैन यस्तो छ बाटो चाहिँ सात टन छ कि फेरि आइपुगिहाल्यो यो चाहिँ खुट्टा चल्दैछ